रुकुममा त हल्का वेशभूषा परिवर्तन गर्नु पर्यो नि, नत्र भने त त्यो हिमालय भन्ने डाकाले जहाँ पनि लखेटेर हैरानै पारिसक्यो। यो रुकुममा चाहिँ सुरक्षित होला जस्तो छ। चरै उडिसक्यो, के गरेको यो? अहिले के गरे भन्दा चाहिँ खाइके बनाइदिन्छ अनि थाहा हुन्छ नि। अर्काको ज्यान लिने, चरा चुरुङ्गी मार्नु हुँदैन भन्ने कुरा थाहा छैन। त्यही माथि पनि के यस्तरी ताक्या, खोइ यता ल्याउ त, यता ल्याउ ढुङ्गा ल्याउ त एउटा। चरा कसरी मार्नु पर्छ त हामीलाई थाहा छ नि। चौरजारीको डनमाथि आक्रमण। ओइ, चौरजारीको डनलाई ढुङ्गा हान्ने त मैले होइन दाइ, अघि एउटा बौला आएर तपाईँलाई ढुङ्गा हान्यो। हातमा गुलियाले समातिरहेको छ, अझ अर्को मान्छेलाई आएर नखोस्। समेत चौरजारीको डनलाई ढुङ्गा हान्ने सालेहरूको हालत खतम गराइन्छ। साह्रै खुट्टा त्यो डनले जहाँ सुकै यो डन बढेर कस्तो गाह्रो हेर त, बिचरा कस्तो खुट्टा खायो मेरो बाबाले। धेरै दुःख हो। माछा रुकुमको चौरझारीमा आइकन सानो पेसो गरौँ भनेर घट्ट खोलेको छु। अब यो गाउँलेको प्रगति नगर कसको प्रगति हुन्छ? माछी मारनी है बहिनी छैन नि ढाडिया कसो गरौनी। अब भैँसी पनि पालियो, दुधमा भ्याउतो पनि हालियो, त्यो ठगी पेसो कति गर्नु भनेर सानो